सो हेलो गाइस, स्वागत छ तपाईलाई फेरि पनि मेरो नयाँ भिडियोमा। र आज चाहिँ म खेल्ने छु वान स्पिड ड्रागन स्केप गेम। यसमा चाहिँ स्टेज पार गरेर हामीसँग विन्स हुन्छन्। विन्सबाट यिनी पुरै ओपी ड्रागन मिल्छन्। हामीलाई लास्टसम्म यति ओपी ड्रागन मिल्छ नि गाइस। अब चाहिँ म यहाँबाट स्टेज 1 मा जान्छु। ओए कस्तो खसिन्छ है गाइस, डिफरेंट लेवल को हो गया था। ए बुझे उड़े जानी चाहिए उन्नी उड़ 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 उड़े जानी चाहिए। वन विन्स मिलो फिर जाम ट्रेड मिल छैन। यहाँबाट जाम सबभन्दा सुरुमा यहाँ के एउटा स्पिड बढेर एक स्पिड बढ्नी छ। लेभल 3 मा गइसके म। लेभल 3 मा अब यसरी उडेर नि त गइन्छ के रे। मोरिने जित्ती पनि हस्छ त। यस्तो छ नि हो। यहाँबाट यस्तरी उड्ने यस्तरी छोड्दिने उड्ने माथि गएपछि छोड्ने उड्ने अनि झर्ने अनि पछि उड्ने। त्यहाँ यता पाइन्छ एउटा पाइन्छ। त्यहाँ फेरि जाने अगाडि मैले फेरि जिम गर्छु ट्रेडमिलमा। जिम के जाई 4 लेभलको भयो मेरो। स्पिड नि थोरै बढो। स्पिड बढेपछि म यहाँ यस्तरी उफ्रेर जान्छु। यस्तरी उड्छु यस्तरी उड्छु यस्तरी उड्छु यस्तरी उड्छु यस्तरी उड्छु यस्तरी उड्छु यस्तरी खस्छु यस्तरी सुई। अरे कस्तो हो यो गेम त, पार गर्नै सकिन्न। उड्छु 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 उड्छु। कस्तो हार्ड छ र। हामीसँग कति विन्समा पाइन्छ र एउटा। ए 2x2 विन्समा पाइन्छ एउटा। ए 3 आइछ। अझै एकचोटि जिते भयो के मलाई। लास्ट एक उड्छु उड्छु यहाँबाट उड्छु। यहाँ फेरि यस्तरी उडेपछि यहाँ गयो 3 विन्समा मैले एउटा ड्रागन लिन मिल्छ हैन। यहाँ एउटा ड्रागन पाइयो। उही क्या देखियो यो ड्रागन त गाइस। क्या हो के ड्रागन देख्दा चाहिँ नीलो नीलो नीलो। यहाँ यस्तरी उफ्रिन तर खस्ने खसेपछि थाहा हुन्छ। यस्तरी जाने यहाँबाट स्टेज 1 को पहिलो कदम। त्यहाँ फेरि दोस्रोमा जाने, त्यहाँबाट तेस्रोमा जाने, त्यहाँबाट चौथोमा जाने। अब म आउँछु लेभल 2 मा। ए छुनै हुन्न होला के हो यस्तो। लाभा आइछ के त मैले देखेँ बल्ल बुझेँ। पहिला त छुन हुन्छ होला भन्दै थिएँ। छुन नि हुने हुन्छ। छोपार गइयो के छोपार गइयो छोपार गइयो छोपार के हुन्छ हुन्छ। गइयो उड्यो यही लास्ट कट्यो के हो जो
मम्मी रे मम्मी ए बुझे बुझे सहिलो चाहिँ यो त ए धेरै उड्न मिल्छ ए रोब्लक्स लिन बोलेछु मैले ए रोब्लक्स अरे विन्स यस्तो छु के म त यति पनि भुल्छु मलाई 5 विन्समा फेरि मिल्छ नि त कस्तो भुलेर भएन नि ई बच्चा बच्चा लाभामा गयो यहाँबाट यस्तरी गयो यहाँ अर्को लाभा छ यहाँबाट फेरि गयो यहाँ फेरि अर्को लाभा हुन्छ यहाँ फेरि गयो 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 यहाँबाट फेरि मैले विन्स लिन्छु 5 विन्स मलाई अब कति विन्समा मिल्छ अझ यो भयो 3 विन्समा यो भयो 15 विन्समा मसिम छ 5 विन्स हो नि त मलाई अझै 15 विन्स अझै मलाई बनाउन ह 10 विन्स 10 विन्सको साथमा मेरो हुन्छ 15 विन्स टाढा न्यू ड्र्यागन मेरो टुक्रा भयो के यस्तो टुक्रा हुन्छ नि यति मिस्टेक गर्नुहुन्न यति मिस्टेक गयो काम चाहिँ यो त इजी छ मलाई त्यो दोस्रो वालामा हो के ठोक्किन हुन्न कति स्पिड छ नै का त यहाँबाट 5 विन्स उठाम मेरा 10 विन्स भए 15 विन्स हुन्छ अब 5 विन्स उठाए मतलब 5 विन्स अझै भयो भने भाग ड्र्यागन कति स्लो हुन्छ के त्यही पनि जित्न त जितिन्छ 5 विन्स कति विन्स 15 विन्स भयो मेरा अब आउँछ नेक्स्ट लेभल त के भन तर एउटा ड्र्यागन पाइन्छ उही क्यार के यो त झन् ग्रीन कलरको हो नि यो अझै कतिमा पाइन्छ र यतिले बचे म यसको नि स्पिडै हुन्छ क्या के इन ड्र्यागनका धेरै स्पिडै हुन्छन् सहिलो रहेछ म ऐनी खसेर रहेछ ओएमा यस्तो छ भाइ अझ कति रोबक्स कति विन्स चाहिन्छ र अझै चाहिन्छ 100 विन्स मेरा बा यहाँबाट यति खस्यो भने यति छैन उनलाई के लाभा फेरि यति छोइयो भने गयो तर मान्छेले सुनाउन ड्र्यागनले छोड त केही हुन्न क्या हो म त्यस्तैलाई उगे मुन्डिल छैयो नि त यहाँबाट भयो यहाँबाट गसी यहाँबाट गयो माथि र गयो यहाँबाट खस्यो यहाँबाट खसेपछि फेरि हुन्छ हाम्रो नयाँ सुरुवात यहाँबाट फेरि अर्को नयाँ सुरुवात यहाँबाट यस्तरी गइन्छ यहाँ ओए कस्तो हार्ड छ अब म हारे भने त गएँ के म अब हारे भने गएँ
अब हारे भने गएँ। यो त सकिन्छ आरामले। त उवाला किन सकिन्छ र? मेरा टुक्रा टुक्रा भयो कि गाइस। मैले चाहिँ यो सकेन। म चाहिँ नेक्स्ट भिडियोमा मिल्छु। आजको लागि यति नै। बाई बाई।